सर यो आज फर्स्ट क्लास हो। ओके, गुड इभिनिङ सबैलाई। म कृतिश राज श्रेष्ठ। हाम्रो हिजै हामी इन्ट्रोडक्सनको क्लासमा गऱ्यौँ है। सो आजको हाम्रो फर्स्ट क्लास डे 1 मा हाम्रो त्यति धेरै मटेरियलहरू छैन। सो तपाईहरूले यो मटेरियलहरू र वेबसाइटमा आफ्नो अकाउन्टहरूको व्यवस्था चाहिँ भोलिसम्म मिलाउँदा पनि हुन्छ। आज हामीलाई जति चाहिन्छ त्यसको चाहिँ हामीले मटेरियलहरू यही तपाईँले स्लाइडबाट हेर्दाखेरि मजाले बुझ्नुहुन्छ। तपाईँहरूलाई पछि अकाउन्टहरू सेटिङहरू मिलिसकेपछि तपाईँहरूलाई स्लाइड पनि म सेयर गर्छु र इन्क्लुडिङ अरू मटेरियलहरू जे चाहिन्छ सबै सेयर गरौँला है। ओके, सबैजनालाई वेलकम। आजलाई आजको हाम्रो क्लास चाहिँ म्याक्सिमम थ्योरी छ र हामीले यो थ्योरी चाहिँ बीईबाट अथवा आईईबाट कोही आउनु भएको छ भने ब्याचलर्स लेभलहरुमा अलिकति भ्याइसकेको थ्योरी भएकोले अलिकति छिटो जाउँ है। यसमा चाहिँ धेरै टाइम नगरौँ। सो शैल वी बिगिन? यसमा सर यो एकचोटि यसको ओभरभ्यू चाहिँ भनिदिनु न, हामीले यो कोर्समा चाहिँ के कुराहरु चाहिँ इन्क्लुड हुन्छ है। ओके, हामीले यसमा हिजो इन्ट्रोडक्सन क्लासमा पनि हामीले गर्यौं। कसैले छुटाउनु भएको छ भने एकदम ब्रिफली ओभरभ्यू हेरौं। यो एस्टिमेसन एन्ड कस्टिङको हाम्रो ओभरभ्यूमा चाहिँ कस्तो हुन्छ भने हामीले यसमा चाहिँ एस्टिमेसन भनेको के हो भनेर बुझ्न त लगभग सबैले बुझेकै छौं। हाम्रो थ्योरी क्लासमा हाम्रो अहिले त्यसैमा फोकस हुन्छ भने आजैबाट र भ्याएसम्म आजैबाट, सायद आज अलिकति नभ्याइएला, अलिकति टाइम पनि कन्ज्युम भइसक्यो, भोलिबाट हामी सिधै केस स्टडी सुरु गर्छौं है। केस स्टडी सुरु गर्छौं। केस स्टडीमा एउटा बिल्डिङ प्रोजेक्ट लिन्छौं है। बिल्डिङ प्रोजेक्ट लिन्छौं र त्यसमा चाहिँ भएको सबै कुराहरू हामी एस्टिमेट गर्दै गर्दै जान्छौं, लर्निङ बाइ डुइङ है। सबै हामी एक्सेल सिटमा हामीले त्यसमा चाहिँ तयार गरेर हामीले गर्छौं यो कुरा है। यसमा डिटेल एस्टिमेट गर्ने तरिका चाहिँ हामी सबै सिक्छौं। सँगसँगै हामीले चाहिँ डिटेल एस्टिमेट गर्नको लागि ड्रइङहरु कसरी रिड गर्ने भन्ने कुराहरू सिक्छौं। ड्रइङहरु रिड गर्ने बेला तपाईहरुलाई अटोक्याडमा बढी आउँछ। अटोक्याडबाट चाहिँ डाइरेक्ट हामीलाई सजिलोसँगले एस्टिमेट गर्नलाई सजिलोसँगले डाटा एक्सट्र्याक्ट गर्ने कसरी भन्ने बाइ लर्निङ बाइ डुइङ भन्ने नै विभिन्न कमान्डहरु हामी युज गरेर सिक्छौं है। हामीलाई यसको लागि चाहिँ बेसिक नलेज अफ अटोक्याड र बेसिक नलेज अफ एक्सेल भयो भने अलि सजिलो हुन्छ। ठीक छ? ठीक छ सर है। सँगसँगै कस्टिङको पार्टमा चाहिँ हाम्रो कस्तो छ भने कस्टिङको पार्टमा चाहिँ हाम्रो क्वान्टिटीलाई रेटले मल्टिप्लाई त गरेर कस्टिङ निकाल्ने हो, तर कस्टिङ निकाल्नलाई त्यो युनिट रेट कसरी निकाल्ने भन्ने कुरामा समस्या पर्छ। त्यसको बारेमा विभिन्न नर्म्सहरु छ हैन। DUDBC को नर्म्स होला, इलेक्ट्रिसिटीको नर्म्स होला, NEA को, अनि त्यसैगरी DOR को, डिपार्टमेन्ट अफ रोड को नर्म्स होला हैन। हामी कुनै एउटा नर्म्सलाई पक्रेर त्यसको रेट एनालाइसिस कसरी गर्ने, त्यसको कहाँ के मटेरियलहरु कसरी हेर्नुपर्छ भन्ने कुराहरु हामी चाहिँ यसमा हेर्छौं है। त्यसमा लिड एनालाइसिस गर्नको लागि, लिड एनालाइसिस भनेको कुनै पनि मटेरियल खरिद गरेर, बजारबाट खरिद गरेर हाम्रो साइटसम्म पुर्याउँदाखेरि कति खर्च लाग्छ, मटेरियलको कस्ट कति बढ्छ। सपोज हामीले सिमेन्ट एक बोरा 800 रुपैयाँमा किन्यौं बजारमा र 10 किलोमिटर धुवानी गरेर र 1 किलोमिटर चाहिँ मान्छेले बोकेर लग्यौं भने साइटसम्म पुग्दाखेरि सिमेन्ट चाहिँ 800 बाट 1000 रुपैयाँ पर्ला रे पर ब्याग हैन, ट्रान्सपोर्टेसन कस्ट चाहिँ। त्यो भनेको लिड एनालाइसिस है। त्यो पनि कसरी गर्ने हामीले ब्रिफली हेर्छौं। र हाम्रो अलिकति सबभन्दा बढी टाइम लाग्ने भनेको चाहिँ रिइन्फोर्समेन्टमा है। रिबार बार बेन्डिङ शेड्युलमा हामीलाई अलिकति बढी टाइम लाग्छ। होपफुली हामीले त्यसलाई समयमै कम्प्लिट गर्छौं होला है। बार बेन्डिङ शेड्युल कसरी बनाउने, एस्टिमेसन पर्पजको लागि बार बेन्डिङ शेड्युल कसरी बनाउने र त्यसबाट चाहिँ हामीले कसरी चाहिँ हामीले डाटाहरु इनपुट गर्ने भन्ने कुराहरु चाहिन्छ है। बार बेन्डिङ शेड्युल बनाउनको लागि हामीलाई बेसिक कोडल प्रोभिजनहरु नलेज भयो भने धेरै सजिलो। ओके, हामी सुरु गरौँ है। सर यसमा यो BOQ हरु पनि पर्छ सर? यो BOQ हामी बनाउँछौं यसमा, यो कोर्समा चाहिँ BOQ बनाउनलाई म ब्रिफली तपाईहरुले ब्रिफिङ गर्दिउँ होला। तपाईहरुले मजाले इजिली बनाउन सक्नुहुन्छ। ओके सर। अनि हिजो लास्ट दिनमा अलिकति भनिदिनु होला सर, राम्रोसँग लास्ट दिनमा भनिदिनु होला। ओके, एब्स्ट्राक्ट अफ कस्ट पछि BOQ एकदम छिटो बनिहाल्छ, सो नो प्रब्लम। अनि सँगसँगै एकजना सरले हिजो हामीलाई चाहिँ बिल बनाउनलाई कसरी गर्ने भन्ने कुरा गर्नुभएको थियो। बिल हाम्रोमा चाहिँ कोर्समा इन्क्लुड छैन है। कन्स्ट्रक्सनको बिलहरु बनाउन इन्क्लुड छैन, तर एस्टिमेट नजानिकन कन्स्ट्रक्सन बिल बनाउन चाहिँ सक्दैन है। जुन एब्स्ट्राक्ट अफ कस्ट छ त्यसकै फर्मेट मात्र थोरै चेन्ज हुन्छ, बाकी सबै एस्टिमेसन जस्तै नै हो। सो त्यसलाई चाहिँ हामी सक्यो भने भ्यायो भने चाहिँ इन्कर्पोरेट गरौँला है त। पहिला हाम्रो मेन कोर्समा चाहिँ सकौं। आज थ्योरी नै छ, सो बेयर गर्नु होला। सुरु गरौँ है। हामी सबैलाई थाहा भएकै कुरा हो एस्टिमेसन
है कसैले केही पनि कुनै पनि काम गरौँ भन्यो भने इस्टिमेट कति हो भनेर सोधिहाल्छ हैन आफ्टर डिजाइन यो यस्तो गर्ने त्यस्तो गर्ने भनेपछि इस्टिमेट कति हो भनेर सोधि नै हाल्छ ठीक छ है सो इस्टिमेट कति हो भनेर सोध्ने बित्तिकै त्यसले चाहिँ डाइरेक्ट हामीलाई क्वान्टिटी भन्दा पनि डाइरेक्ट पैसासँग चाहिँ हाम्रो इन जनरल ल्याङ्ग्वेज पैसासँग चाहिँ रिलेट गरेर कति हो कति पर्छ त कुनै प्रोजेक्टको कस्ट भन्ने कुरा सोधेको हुन्छ तर हामी यदि टेक्निकली त्यसमा जाने हो भने त्यसलाई इस्टिमेसन एन्ड कस्टिङमा डिभाइड गर्न सकियो इस्टिमेसन भनेको प्रोसेस अफ डिटरमाइनिङ भोल्युम अफ प्रपोज्ड वर्क युजिङ ड्रइङ एन्ड स्पेसिफिकेसन बिफोर एक्जिक्युसन अफ वर्क है यो सेल्फ एक्सप्लेनेटरी नै छ कुनै पनि काम गर्नुभन्दा अगाडि हामीले त्यो कामको कति क्वान्टिटी छ त सपोज खाल्डो खन्नु पर्यो कति माटो खन्ने ढलान गर्नु पर्यो कति घनमिटर ढलान गर्ने डन्डी बान्नु पर्यो कति केजी डन्डी बान्ने हो यो कुराहरू पत्ता लगाउनु नै इस्टिमेसन भयो है कहिले गर्ने त भन्दाखेरि काम सुरु गर्नुभन्दा अगाडि है बिफोर एक्जिक्युसन अफ वर्क त्यसको क्वान्टिटी पत्ता लगाउने कामलाई हामी इस्टिमेसन भन्छौँ भने कस्ट भनेको त्यही इस्टिमेटबाट आएको क्वान्टिटी जुन भोल्युम वर्क छ त्यसको चाहिँ कस्ट क्याल्कुलेसन कति छ त जस्तै कि हामीलाई 10 घनमिटर 10 क्युबिक मिटर खाल्डो खन्नु पर्यो भने त्यसको कस्ट कति पर्छ त हामीलाई 1 क्युबिक मिटरको कति कस्ट पर्छ त्यो पत्ता लगाउने र त्यसलाई क्वान्टिटी कति छ 10 क्युबिक मिटर छ भने 10 ले मल्टिप्लाई गरेर त्यसको कस्ट निकाल्ने सिम्पल ठीक छ है यो हामी दुईटैले हामी इचलाई इन्डिभिजुअली हामी डिल गर्छौं यो क्लास यो कोर्समा है र हामीले यहाँ एस्टिमेसनको डेफिनिसनमै भनेको छ बिफोर एक्जिक्युसन अफ वर्क है काम गर्नुभन्दा अगाडि त्यही भएको हुनाले यो चाहिँ कस्तो हुन्छ भने तलको स्टेटमेन्ट एउटा हेर्नुस् त एन एस्टिमेट इज नेभर एन एक्चुअल कस्ट अफ वर्क है हामीले काम गर्नुभन्दा अगाडि चाहिँ त्यसलाई हामीले यति जति क्वान्टिटी एस्टिमेट हुन्छ होला है प्रोबेबिलिटी है यतिसम्म चाहिँ हुन सक्छ भन्ने प्रोबेबिलिटी गर्छौं तर हामीले ड्युरिङ वर्क एक्जिक्युसन त्यसमा विभिन्न अनसिन फ्याक्टर्सहरु अनसिन कन्टिन्जेन्सीहरु आउँछन् तपाईहरु कतिजना प्रोफेसनली इन्गेज हुनुहुन्छ भने तपाईहरुलाई अलरेडी जानकारी होला विभिन्न अनसिन फ्याक्टर्सहरु आउँछ फर एक्जाम्पल काम गर्दै गर्यो पानी पर्यो काम अगाडि बढ्न सकेन काम गर्दै गर्यो पानी पर्यो पानीले थोरै बनाएको चीज भत्कायो त्यसलाई फेरि रिपेयर गर्नु पर्यो हैन आदि इत्यादि और हाम्रो केही समय अगाडि नेपालको कन्टेक्स्टमा हेर्ने हो भने द्वन्द्वकाल थियो द्वन्द्वकालको कारणले चाहिँ त्यो कामलाई भनेको समयमा कम्प्लिट गर्न सकेन त्यसले गर्दा कस्ट बढ्यो आदि इत्यादि अनसिन फ्याक्टर्सहरु चाहिँ आउन सक्छ त्यही भएर एन एस्टिमेट इज नेभर एन एक्चुअल कस्ट अफ वर्क तर हाम्रो टार्गेट के हुनु पर्यो भन्दाखेरि हामीले जहिले पनि एस्टिमेटलाई एज फार एज पोसिबल जतिसम्म हामीले टेक्निकली सक्छौं त्यतिसम्म चाहिँ त्यसलाई एज एक्युरेट एज पोसिबल चाहिँ हामी त्यसलाई लानु पर्यो ठीक छ है अब पर्पज अफ एस्टिमेट पर्पज अफ एस्टिमेटमा चाहिँ हाम्रो कस्तो छ भने हामीले विभिन्न पर्पजहरु चाहिँ छ फर्स्ट एन्ड फरमोस्ट पर्पज भनेको कुनै पनि प्रोजेक्टको कस्ट कति कस्ट छ त भनेर निकाल्नु नै हो है हामीले हिजो इन्ट्रोडक्सन क्लासमा पनि ब्रिफली एक्चुअली भनेको छौं जतिसुकै राम्रोसँग डिजाइन गरे पनि त्यसमा हाम्रो बजेट लिमिटेशन्सहरु हुन सक्छ कुनै पनि प्रोजेक्टमा बजेट लिमिटेशन्सहरु हुन सक्छ सपोज तपाई कुनै क्लाइन्टको लागि घर बनाउनको लागि तपाईले काम गर्दै हुनुहुन्छ भने डिजाइन एकदम राम्रो गर्नुभयो तर त्यसको एस्टिमेट गर्दाखेरि चाहिँ 2 करोड आयो जबकि क्लाइन्टको बजेट लिमिटेसन 1 करोड मात्र छ भने त्यसमा विभिन्न कस्ट कटिङहरु गर्नुपर्ने हुन सक्छ हैन आफ्नो बजेटले भ्याउँछ कि भ्याउँदैन त्यो चेक गर्नु पर्यो त्यसको लागि हामीलाई कति पैसा लाग्छ भन्ने कुरा पत्ता लगाउनु पर्यो हो फर्स्ट एन्ड फरमोस्ट पर्पज भनेको चाहिँ प्रोजेक्टको कस्ट कति पर्छ एस्टिमेसन एन्ड कस्टिङको पर्पज सँगसँगै त्योसँग अरु विभिन्न चीजहरु पनि रिलेट भएर आउँछ यहाँ हेर्नुस् त विभिन्न पर्पजहरु लेखेको छ टु एसर्टेन भोल्युम अफ प्रपोज्ड वर्क कुनै कामको कति भोल्युम छ त कति क्वान्टिटी छ त्यो निकाल्नु पर्यो है र त्यही क्वान्टिटीको आधारमा हामीले त्यसको पैसा कति लाग्छ भनेर निकाल्नु पर्यो सँगसँगै त्यसमा आउने पर्पजहरु भनेको चाहिँ जस्तै तपाई कुनै कन्ट्र्याक्टरकोमा काम गर्दै हुनुहुन्छ भने तपाईलाई सर्टेन अमाउन्ट अफ काम गर्नु छ फर एक्जाम्पल तपाईलाई एउटा 1000 स्क्वायर फिटको स्ल्याब ढलान गर्नु छ हैन स्ल्याब ढलान गर्नु छ भने त्यसमा रिसोर्स एलोकेसन र म्यान पावर एलोकेसनको लागि के कति चाहिन्छ त
हैन ढलान गर्नु पर्यो ढलानमा के मटेरियलहरु युज हुन्छ भन्दाखेरि सिमेन्ट गिटी बालुवा डन्डी फर्मा हो त्यसमा चाहिँ रिसोर्सहरु कति चाहिन्छ सिमेन्ट गिटी बालुवा कति चाहिन्छ त्यो इभ्यालुएट गर्न सजिलो होस् त्यहाँबाट पनि एस्टिमेटको पर्पज भयो त्यति ढलान गर्नको लागि मान्छे कति चाहिन्छ हैन त्यति ढलान गर्नको लागि टुल्स इक्विपमेन्ट्स प्लान के चाहिन्छ हैन जस्तै कि हामीले म्यानुअली ढलान गर्ने हो भने चाहिँ हामीलाई 20 जना मान्छे चाहिएला हैन एउटा मिक्सर चाहिएला त्यसपछि गाडा 4 वटा चाहिएला सावेल 8 वटा चाहिएला डोकोबाट ढलान गर्ने हो डोको 8 वटा चाहिएला और प्लान्टहरुबाट ढलान गर्ने हो भने चाहिँ यो बुमको इक्विपमेन्टहरु चाहिएला आदि इत्यादि है यसको एस्टिमेटको पर्पज चाहिँ यसमा पनि काम लाग्छ इभ्यालुएट वर्किङ शेड्युल एन्ड फिक्स कम्प्लिसन पिरियड अफ द प्रोजेक्ट है हाम्रो प्रोजेक्ट जहिले पनि लिमिटेड टाइम ड्युरेसनमै हुन्छ म्याक्सिमम प्रोजेक्टहरु एक्सेप्ट रिसर्च बेस्ड प्रोजेक्ट हो त्यसको लागि चाहिँ हामीलाई कति काम कति जनाले गर्न सकिन्छ हैन र एउटा सर्टेन काम गर्नको लागि कति टाइम लाग्छ भनेर इभ्यालुएट गर्न सक्छौं जस्तै कि हाम्रो एस्टिमेटमा 100 क्युबिक मिटरको ढलान छ भने त्यसलाई चाहिँ एक दिनमा कति गर्न सकिन्छ त हैन एक दिनमा सपोज 50 गर्न सकिन्छ भने 100 क्युबिक मिटरको लागि 2 दिन लाग्यो भन्ने कुराहरु हामीले इभ्यालुएट गर्न सक्छौं त्यहाँबाट चाहिँ हामीले वर्किङ शेड्युलहरु बनाएर प्रोजेक्टको कम्प्लिसन पिरियड है प्रोजेक्टको शेड्युल बनाएर बनाउन सक्छौं सिमिलरली प्रोजेक्टको शेड्युल मात्र हैन एस्टिमेटको लागि चाहिँ फन्ड प्लानिङ हामीले एस्टिमेट गरिसकेपछि कुनै पनि प्रोजेक्टको कस्ट फर एक्जाम्पल 1 करोड रुपैयाँ छ भने 1 करोड रुपैयाँ डाङ्ग सुरुमै चाहिने हैन सुरुमा 20 लाख चाहिएला त्यसपछि अर्को 30 लाख थपेर 50 लाख होला त्यसपछि अर्को 30 लाख थपेर 80 लाख होला र फाइनलमा अर्को 20 लाख होला हो यो कुन स्टेजमा यो चाहिँ फन्डहरु चाहिँ हामीलाई चाहिन्छ भन्ने कुराहरु हामीले एस्टिमेटकै बेसिसमा बसेर प्लान गर्न सक्छौं जस्टिफाई बेनिफिट कस्ट रेशियो हैन इन्भेस्टमेन्टको बेनिफिट कस्ट रेशियो कसरी गर्ने हामीले यो चाहिँ पहिला उसमा पढेको हुनुपर्छ यो इकोनोमिक्समा इकोनोमिक्स भन्ने सब्जेक्ट कसैले पढ्नु भएको छ भने हैन प्रोजेक्ट कम्प्लिट भइसकेपछि प्रोजेक्टबाट बेनिफिट कति आउँछ डिभाइडेड बाइ त्यसको कस्ट कति परेको छ है त्यो इभ्यालुएट गर्न सक्छौं बेनिफिट बढी छ भने त्यो रेशियो 1 भन्दा माथि हुन्छ हैन बेनिफिट छैन भने चाहिँ त्यो 1 भन्दा मुनि हुन्छ है अर्को हेर्नुस् त इन्भाइट टेन्डर एन्ड बिल प्रिपरेसन है हामी मध्ये गभर्नमेन्टमा एंगेज भएको कोही साथीहरु हुनुहुन्छ एनीवन ओके नो प्रब्लम गभर्नमेन्टमा हुनुहुन्छ अरु कुनै कन्स्ट्रक्सन कम्पनीमा हुनुहुन्छ अरु कुनै कन्सल्टेन्टमा हुनुहुन्छ अरु प्राइभेट इन्डिभिजुअल नै हुनुहुन्छ भने पनि हामीले एउटा कुरा के जान्नु पर्यो भने कुनै पनि इन्स्टिट्युसनले गभर्नमेन्ट मात्र हैन कुनै पनि इन्स्टिट्युसनले कुनै टेन्डर कल गर्ने बेलामा पहिला आफैले इभ्यालुएट गर्छ सकिन्छ आफसँग म्यान पावर छ आफैले गर्छ आफसँग म्यान पावर छैन भने कुनै कन्सल्टेन्ट हायर गरेर गर्छ भनेपछि हाम्रो स्कोपहरु कहाँ भयो त कन्स्ट्रक्सन कम्पनीमा भयो कन्सल्टेन्टमा भयो गभर्नमेन्टमा त भइ नै हाल्यो है त्यो भनेपछि उहाँहरुले चाहिँ के गर्छ भने टेन्डर इन्भिटेसन गर्नुभन्दा आफ्नो प्रोजेक्टको कति पर्छ भनेर आफैले पहिला इभ्यालुएट गर्नुहुन्छ इभ्यालुएट इन द सेन्स डिजाइन गरिसकेपछि यसको कस्ट कति पर्छ एस्टिमेट गर्नुहुन्छ है त्यसको बेसिसमा बसेर टेन्डर इन्भिटेसन गर्छ है यसमा चाहिँ अब एकदम डिटेलमा जाने हो भने यो एकदम धेरै डिटेलमा पर्छ हैन हामीले पहिला आफैले थाहा नभइकन कति कस्ट पर्छ भनेर थाहा नभइकन त्यसको बेसिसमा हामीले चाहिँ टेन्डर इन्भाइट गर्न मिल्दैन है त्यही भएर हामीले चाहिँ त्यसको लागि टेन्डर इन्भाइट गर्नु पर्यो टेन्डर इन्भाइटको लागि इन्भाइट गरिसकेपछि त्यसको लागि बिड सेक्युरिटीहरु बैंक ग्यारेन्टीहरु के कति राख्ने भन्ने कुरा हामीले निर्क्योल गर्छौं हामीले आफ्नो बजेट हाम्रो पुग्छ कि पुग्दैन भनेर हेर्छौं र बल्ल टेन्डर इन्भिटेसन गर्छौं है सिमिलरली टेन्डर इन्भिटेसन भइसकेपछि ड्युरिङ कन्स्ट्रक्सन फेजमा बिल प्रिपरेसन भनेको पनि एस्टिमेसन एन्ड कस्टिङ जस्तै नै हो जसरी हामीले एस्टिमेट गर्छौं एस्टिमेट गर्ने बेलामा हामीले ड्रइङ हेरेर काम गर्नुभन्दा अगाडि गर्छौं भने बिल प्रिपेयर गर्ने बेलामा त्यो एक्जिक्युट भइसकेको वर्कलाई हामीले मेजर गर्छौं फिल्डमा मेजर गर्छौं एज पर ड्रइङ फिल्डमा मेजर गर्छौं र त्यो फिल्डको मेजरमेन्ट अनुसारले हामी त्यसलाई सेम फर्मेटमा राख्ने त्यति मात्रै हो त्यसपछि कस्टिङको फर्मेट चाहिँ अलिकति दुईटैको फरक छ है एस्टिमेसनको अलि सजिलो छ बिल प्रिपरेसनको अलि फरक होला टु मिनिमाइज कन्टिन्जेन्सीज हेर्नुस् त यो सबै हामीले पर्पजहरु हामीले हेरिसकेपछि हाम्रो कन्टिन्जेन्ट फ्याक्टर्सहरु चाहिँ हाम्रो आफै मिनिमाइज हुन्छ हो
हचुवाभरमा 1 करोड पर्छ भनेको प्रोजेक्ट र हामीले डिटेल एस्टिमेट गरेको प्रोजेक्ट चाहिँ त्यसमा चाहिँ कन्टिन्जेन्ट फ्याक्टर्सहरु चाहिँ एकदम मिनिमाइज भइसकेको हुन्छ। कहीँ कतै अनसिन फ्याक्टर्सहरु हैन, वारहरु, अर्थक्वेकहरु, नेचुरल क्यालामाइटिजहरु आदि इत्यादि भनेको चाहिँ त्यो छुट्टै कन्टिन्जेन्सीजहरु भयो, अनसिन कन्टिन्जेन्सीजहरु भयो। नत्र म्याक्सिमम टेक्निकल फ्याक्टर्सबाट हेर्ने हो भने म्याक्सिमम कन्टिन्जेन्सीजहरु यहाँबाट मिनिमाइज भइसकेको हुन्छ। टु इभ्यालुएट भ्यालुएसन अफ एक्जिस्टिङ प्रपर्टी। प्रपर्टीको भ्यालुएसन गर्नको लागि पनि एस्टिमेट गर्न जरुरी छ है, एस्टिमेट जान्न जरुरी छ। कहिलेकाहीँ कुनै फाइनान्शियल इन्स्टिट्युसनहरु अथवा कुनै कर्पोरेट हाउसहरुलाई चाहिँ हाम्रो रफ एस्टिमेट गरेर मात्र पुग्दैन, डिटेल एस्टिमेट चाहिँ एस्टिमेट सहितको भ्यालुएसन माग्न सक्छ। त्यस्तो बेलामा पनि यो काम लाग्यो। ठीक छ है। ओके, हामी एस्टिमेसन त गर्ने। सो हामीलाई एस्टिमेसन गर्नको लागि हामीलाई के कस्तो नलेजहरु हामीलाई चाहियो त भन्दाखेरि हामीले कुनै पनि प्रोजेक्ट स्पेसिफिक भएर एस्टिमेट गर्दाखेरि त्यो प्रोजेक्ट कहाँ बन्दै छ, त्यो प्रोजेक्टको साइट कस्तो छ है, त्यो प्रोजेक्टमा एक्सेस कस्तो छ, बाटोघाटो कस्तो छ है। एक्सेस भनेको त्यहाँको बाटोघाटो कस्तो छ, त्यहाँ पिच बाटो छ कि ठूलो फराकिलो बाटो छ कि, ठूलो फराकिलो बाटो इन द सेन्स त्यहाँ 10 चक्के 12 चक्के गाडीहरु समेत आन्छ कि, और त्यहाँ सानो गाडी मात्र छिर्छ कि, ट्र्याक्टर मात्र छिर्छ कि, और त्यहाँ मान्छेले बोकेर मात्र सामान लान सकिने छ कि हैन। त्यहाँको एक्सेसिबिलिटी कस्तो छ, भल्नरेबिलिटिजहरु कस्तो छ हैन, स्लोपी ल्यान्डमा छ कि, एकदम प्लेन आइडियल ल्यान्डमा छ कि, पानी जम्ने खाले छ कि हैन। टोपोग्राफीहरु यिनीहरु हामी त्यसको साइटको नलेजको हेर्नुपर्छ। सँगसँगै लोकली अवेलेबल रिसोर्सेसहरु छ कि छैन। फर एक्जाम्पल कतै खोलाको बगरतिर गरेको छ भने त्यहाँ ढुङ्गा त्यही नै पाइएला, और त्यहाँ कतै खानीको नजिक छ भने ढुङ्गा और बालुवा और गिट्टी त्यही नजिकै पाइएला आदि इत्यादि है। र सँगसँगै साइटको हाम्रो बाउन्ड्री कस्तो छ हैन, बाउन्ड्री हाम्रो प्रपर्टी लाइन कति छ, प्रपर्टी लाइनको लेन्थ कति छ हैन, कति क्षेत्रफल ओगटेको छ। यो चाहिँ अब डिजाइनमा पनि काम लाग्छ र सँगसँगै एस्टिमेटमा पनि है। सँगसँगै अर्को हामीलाई चाहिँ अब अहिलेको मोडर्न एजमा चाहिँ हामीलाई म्याक्सिमम ड्रइङहरु अटोक्याड, अहिले त अटोक्याड मात्र नभइकन रेभिट अर लुमियन अर विभिन्न अरु सफ्टवेयरहरुमा पनि हाम्रो ड्रइङहरु आउन थालेको छ। तर म्याक्सिमम युज हुने भनेको अटोक्याड है। अटोक्याडको पनि विभिन्न भर्जन्सहरु छ, 2007 2009 अहिले त कति 2020 सम्म आइसकेको अरे हैन भर्जन। तर बेसिक फंक्सन्सहरु एउटै नै हुन्छ। हामीलाई त्यसबाट अटोक्याड फर्मेटमा भएको बेसिक इन्फर्मेसनहरु चाहिँ निकाल्नको लागि चाहिँ हामीलाई बेसिक अटोक्याड नलेज चाहिँ हुनु पर्यो है। ड्रइङ बुझ्न सक्नु पर्यो, भिजुअलाइज गर्न सक्नु पर्यो, र अटोक्याडको बेसिक फंक्सन हामीलाई जानकारी भयो भने हामीलाई अझ छिटो भन्दा छिटो ढंगले हामीले त्यो डाटाहरु चाहिँ एक्सट्र्याक्ट गर्न सक्छौं। कसरी हामी त्यो गर्दै सिक्छौं। नलेज अन स्कोप अफ वर्क, हामी कति काम गर्ने हो त हैन। कुनै प्रोजेक्ट डिजाइन त भयो, हाम्रो प्रोजेक्टको काम चाहिँ कति हो त। फर एक्जाम्पल यस्तो चाहिँ ठूलो मेगा प्रोजेक्टहरुमा चाहिँ हुन्छ हैन। एउटा मेगा प्रोजेक्टमा मानौ एउटा रोड छ 100 किलोमिटरको हैन, 100 किलोमिटरको, तर हाम्रो स्कोप अफ वर्क छ चेन एज 20 देखि चेन एज 40 सम्म, 20 किलोमिटर देखि 40 किलोमिटर सम्म भनेपछि हामी त्यसैको मात्र एस्टिमेट गरे पुग्यो, होल प्रोजेक्टको गरिराख्नु परेन भन्न खोजेको है। यो चाहिँ स्पेशली कस्तो बेलामा काम लाग्छ भने कन्ट्र्याक्टरहरुकोमा कोही काम गर्ने हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ भने उहाँहरुको लागि काम लाग्छ। बेसिकली कस्तो हुन्छ, इम्प्लोयरले अर क्लाइन्टले 100 किलोमिटरको गर्नु छ भने त्यसलाई 20-20 किलोमिटर अर 50-50 किलोमिटरको दुईटा भाग अर 20-20 किलोमिटरको पाँचवटा प्याकेजमा डिभाइड गरेर दिन्छ। कन्ट्र्याक्टरले यदि काम गर्नु पर्यो भने चाहिँ आफ्नो भागको कति हो त्यति मात्र गरे पुगिहाल्यो नि, अरु किन सोच्नु पर्यो हैन। बेकारमा किन हाम्रो ब्रेन हामीलाई चाहिँ बेकारमा बढी टेन्सन लिने हो। आफ्नो स्कोप अफ वर्क कति हो, आफ्नो वर्कको बाउन्ड्री कति हो त्यो पनि बुझ्नु पर्यो। बढी काम पनि नगर्ने र आफ्नो बनेको काम भन्दा कम पनि नहुने है। नलेज अन स्पेसिफिकेसन, यो पनि हामीलाई चाहिँ एकदम चाहिने चीज हो। हामी कुन काम कसरी गर्दै छौं, कस्तो मटेरियल राखेर गर्दै छौं भन्ने कुराहरु चाहिँ स्पेसिफिकेसनमा लेखेको हुन्छ। हामीले डिजायर्ड आउटपुट के हो, डिजायर्ड इनपुट के हो, त्यो हाम्रो स्पेसिफिकेसनमा लेखेको हुन्छ है। स्पेसिफिकेसन इज अ डिस्क्रिप्सन अफ कन्टेनिङ डिटेल्स अफ अल मटेरियल्स, वर्कम्यानशिप एन्ड एक्जिक्युसन मेथोडोलोजी अफ वर्क इन अकर्डेन्स विथ ड्रइङ्स एन्ड डिटेल्स। ड्रइङ अनुसारमा त्यसमा मिल्ने गरिकन कस्तो मटेरियलहरु प्रयोग गर्ने, त्यो मटेरियलहरु कस्तो खाले मटेरियल प्रयोग हुनु पर्यो
त्यसको स्पेसिफिकेसन के हो र त्यसमा वर्किङ मेथोडोलोजी कस्तो युज गर्ने, कस्तो म्यान पावर युज गर्नु पर्यो र त्यसको आउटपुट आइसकेपछि त्यसलाई टेस्ट गर्ने मेकानिजमसम्म स्पेसिफिकेसन चाहिँ डिटेल डिस्क्रिप्सनमा लेखेको हुन्छ है। यसको एउटा स्याम्पल हेर्नु म तपाईहरुलाई पछि प्रोभाइड गरौँला। यसको स्पेसिफिकेसनको स्याम्पल एउटा DUDBC को स्पेसिफिकेसन हो। तपाईहरुले पछि आफ्नो फ्री टाइममा पढ्न सक्नुहुन्छ। एक्चुअली पढ्नु होला, पछि धेरै ठाउँमा काम लाग्छ है यो है। यसमा साइट अफिस एस्टाब्लिश गर्नेदेखि लिएर क्वालिटी कन्ट्रोल मेकानिजमहरुदेखि लिएर एक्जिक्युसन मेथोडोलोजीहरु सबै राखेको छ है। टेस्ट कुनै ल्याब टेस्ट गर्नु छ भने मटेरियलको ल्याब टेस्ट, आउटपुटको ल्याब टेस्टहरु कुन भ्यालुसम्म चाहिँ हामीलाई टलरेबल छ, त्यो सबै कुराहरु चाहिँ यो स्पेसिफिकेसनमा मजाले लेखेको छ है। यो स्पेसिफिकेसन एकचोटि थरोली पछि बिस्तारै पढ्नु होला आफ्नो फ्री टाइममा। ठीक छ, यहाँसम्म केही एनी क्वेशन्स? ओके सर। सिमिलरली अगाडि बढौं। हामीले एस्टिमेट गर्दा गर्दै कन्सिडर गर्नुपर्ने कुराहरु, हामीलाई आवश्यक क्वालिटिज र कन्सिडर गर्नुपर्ने कुराहरुकै अगाडि बढ्ने बेलामा चाहिँ हामीले कन्स्ट्रक्सन मेथोडोलोजी र सिक्वेन्सहरु अलि राम्रोसँग जानकारी भयो भने धेरै सजिलो हो। कुनै पनि प्रोजेक्टको हामीले कन्स्ट्रक्सन मेथोडोलोजी एकदम इन डेप्थ डिटेलमा जान्नुपर्छ भन्ने होइन, तर इन जनरल चाहिँ जान्नु पर्यो। फर एक्जाम्पल हामीले कुनै रोड प्रोजेक्ट गर्दैछौँ भने सुरुमा त्यसमा चाहिँ हामीले के गर्छौं त प्रोटेक्सन वर्कहरु गर्छौं होला, होइन? अर्थवर्क गर्छौं होला। पहिला सुरु अर्थवर्क गर्छौं होला, त्यसपछि त्यहाँ प्रोटेक्सन वर्कहरु गर्छौं होला, त्यसपछि ड्रेनको कामहरु गर्छौं होला, त्यसपछि बेस, हैन? त्यसपछि सब बेस अनि त्यसपछि बल्ल फाइनल्ली चाहिँ त्यसमा चाहिँ प्राइम कोट, ट्याग कोटहरु लगाउने गर्छौं होला। बिल्डिङको कुरा गर्छौं भने सिधै ढलान गर्छौं र हैन नि, पहिला सुरु फाउन्डेसनको कामहरु गर्छौं होला, हैन? फाउन्डेसनको काम गरिसकेपछि त्यसमा चाहिँ कलम इरेक्सनको काम गर्छौं होला, त्यसपछि स्ल्याबहरुमा जान्छौं, त्यसपछि ब्रिक वर्कको गर्छौं होला, अनि त्यसपछि फिनिशिङ वर्कहरु बिस्तारै जान्छौं, हैन? त्यो कन्स्ट्रक्सन सिक्वेन्सलाई यसो बिस्तारै भिजुअलाइज गर्दै सिक्दै गर्नुभयो भने धेरै सजिलो है। अर्को भनेको मार्केट रेट, अभाइलेबिलिटी एन्ड डेलिभरी टु साइट। यो अघि नलेज अफ साइटमा आइसकेको कुराहरु अलिकति ब्रिफली यता छ। यो मार्केट रेट र अभाइलेबिलिटीको कुराहरु चाहिँ एस्टिमेसनसँग भन्दा पनि कस्टिङसँग बढी रिलेटेड कुरा हो। कति छ त मार्केट रेट? नजिकको बजारबाट हामीले कुनै सामान खरिद गर्नु पर्दाखेरि कति छ भनेर हामीले त्यो चाहिँ मार्केट स्टडीबाट मजाले पत्ता लगाउन सक्छौं है। हामीले मार्केट स्टडी गर्न नपर्ने गरिकन हामीलाई डिस्ट्रिक्ट रेट भनेर पनि नेपाल गभर्नमेन्टले हरेक वर्ष अपडेट गर्दैको हुन्छ। त्यो कहाँबाट कसरी हामी इन्फर्मेसन पत्ता लगाउन सक्छौं, त्यो कस्टिङको पार्टमा हामी हेरौँला। सिमिलरली अभाइलेबिलिटी, साइटमा अभाइलेबिलिटी कस्तो छ, हैन? मार्केट भन्दा नजिकै, मार्केटबाट ल्याउनु भन्दा हामीलाई नजिकै साइटमा क्वारी छ, खानी छ भने त्यहाँबाट ल्याउन सजिलो हुन्छ भने किन मार्केटबाट ल्याउने, खानीबाट ल्याउने नि, हैन? हो यस्तो कुराहरु हेरेर हामीले कस्टिङको लागि कस्टिङको पार्टमा चाहिँ यो कुराहरु हामीले विचार गर्नुपर्ने हुन्छ। एक्युरेसी अघि भने जस्तै एस्टिमेट इज नेभर एन एक्चुअल भोल्युम अफ वर्क, तर हामीले चाहिँ एज फार एज पोसिबल त्यसलाई एक्युरेटतिर धकेल्नु पर्यो। अर्को फर्स्ट एकदम इम्पोर्टेन्टली हामीले कन्सिडर गर्नुपर्ने तर हामीले बिगिनिङ गर्दाखेरि सुरुमा हामीले एकदम नेग्लेक्ट गर्ने कुराहरु चाहिँ वर्कएबिलिटी है। यो डिजाइनमा पनि र एस्टिमेसनमा पनि हामीले याद गर्नुपर्ने कुराहरु। वर्कएबिलिटी भनेको फिल्डमा कन्स्ट्रक्सन मेथोडोलोजी, कन्स्ट्रक्सन इम्प्लिमेन्टेसनसँग अलिकति रिलेटेड छ। फिल्डमा हामीले इम्प्लिमेन्ट गर्दाखेरि हामीले एज्युम गरेको तरिकाबाट इम्प्लिमेन्ट हुन पोसिबल छ कि छैन त्यो हेर्नु पर्यो, हैन? फर एक्जाम्पल डिजाइनरले 20 फिटको आरसीसी मा क्यान्टिलिभर निकाल्यो। हाम्रो विदेशतिर हाम्रो विभिन्न टेक्नोलोजीहरु आइसकेको ठाउँमा चाहिँ त्यो पोसिबल होला, तर हाम्रो कन्टेक्स्टमा अलिकति च्यालेन्जिङै होला नि, हैन? सिमिलरली अर्को सिम्पल एक्जाम्पल हेर्ने हो भने हामीलाई खानेपानीको पाइप लेइङको काम गर्नु पर्यो,
हो पाइप लेइङको काम गर्नु पर्यो हामीले म्यानुअली खन्दाखेरि पनि उहाँहरूले चाहिँ कस्तो भनेको छ भने जम्मा 3 इन्चको पाइप ले गर्नु पर्यो 3 इन्चको पाइप ले गर्नको लागि 3 इन्चको खाल्डो चाहिँ 5 फिट गहिरो खन भन्यो भने गर्न सकिन्छ होला अलि गाह्रै होला नि हैन जेसीबी को यो मेसिनको बकेट नै मिनिमम पनि कति 45 or 300 mm को हुन्छ त्यो भनेको 1 फिटको हुन्छ अर 1.5 फिटको हुन्छ एकदम सानो पनि भने 3 इन्चको खाल्डो 5 फिट त खन्न सक्दैन हैन त्यसको लागि कति चाहिन्छ त मिनिमम चाहिने रिक्वायरमेन्ट हैन 1.5 फिट होला 2 फिट होला कति छ त्यो वर्कएबिलिटी कन्सिडरेसन अनुसारले चाहिँ हामीले अगाडि बढ्नु पर्यो सिमिलरली युनिट अफ मेजरमेन्ट हामीले कन्सिस्टेन्ट युनिट अफ मेजरमेन्ट चाहिँ युज गर्नु पर्यो हामीले एमकेएस सिस्टम अर एसआई सिस्टममा गर्दैछौँ भने एसआई सिस्टममै लानु पर्यो अर एफपीएस गर्दैछौँ भने एफपीएस सिस्टममै लानु पर्यो है त्यसलाई चाहिँ मिक्स गर्नु भएन कहिले कुनै फिटमा कुनै चाहिँ मिटरमा गर्यो भने चाहिँ त्यो एस्टिमेट फेल खायो है मिटरमा गरिरहेकोलाई सडनली फिटमा गयो भने क्वान्टिटी एकदम एक्सेप्सनली बढ्छ काम मिस्टेक भएको थाहै हुँदैन कस्ट चाहिँ बढेको देखिन्छ भने जस्ट उल्टो फिटमा गरिरहेकोलाई मिटरमा गर्दियौँ भने अचानक त्यो चाहिँ घटेको देखिन्छ क्वान्टिटी घटेको देखिन्छ है त्यो कसरी हुन्छ त्यो हामी एकचोटि पछि क्लासमा गर्ने बेलामा त्यो बिस्तारै थाहा भइहाल्छ तर जहिले पनि त्यसलाई चाहिँ एउटै युनिट कन्सिस्टेन्ट रूपमा गर्नु पर्यो ठीक छ है र सँगसँगै हामीलाई यो नेपाल गभर्नमेन्टको लागि चाहिँ हामीले हेर्ने हो भने पब्लिक प्रोक्युरमेन्ट एक्ट 2064 पब्लिक प्रोक्युरमेन्ट रुल्स 2063 र त्यसैको बेसिसमा पब्लिक प्रोक्युरमेन्ट एक्ट 2064 र त्यसमा अहिलेसम्म धेरैवटा अमेन्डमेन्ट सायद 10 वटा जति अमेन्डमेन्ट भइसकेको छ क्यारे अहिलेको रिसेन्ट इयर्ससम्ममा त्यसमा ठेक्कापट्टाको प्रक्रियादेखि लिएर विभिन्न कुराहरू छ हाम्रो इस्टिमेट पनि त्यसैको बेसिसमा बसेर हामी गर्छौं है इस्टिमेट र रेट एनालाइसिस पनि त्यसैको बेसिसमा बसेर हामी अगाडि बढेको हुन्छौं त्यो पनि एकचोटि सर हेर्नु होला है यो पब्लिक प्रोक्युरमेन्ट एक्ट 2064 चाहिँ तपाईले nepallawcommission.gov.np मा पाउन सक्नुहुन्छ अर म तपाईलाई यो फाइलहरु पनि तपाई हाम्रो यो वेबसाइटको मार्फतबाट अकाउन्टको मार्फतबाट शेयर पनि गर्दिउँला ठीक छ है अघि हामी एक्युरेसीकै कुरा गर्दै छौं त्यसैलाई एकचोटी मैले यसो ब्रिफली देखाउन मात्र खोजेको हो हाम्रो एस्टिमेट गर्ने बेलामा हामीले लगभग धेरै कुराहरू चाहिँ कन्टिन्जेन्सीहरुलाई मिनिमाइज गर्दै एज एक्युरेट एज पोसिबल हामी गर्न तयार हामीले चाहिँ हाम्रो प्रयास चाहिँ त्यसैमा हुन्छ तैपनि विभिन्न अनसिन फ्याक्टर्सहरुले गरेर हाम्रो थोरै प्रोजेक्टमा भेरिएसन चाहिँ आउँछ सानो ठुलो भेरिएसन चाहिँ आउँछ है हामीले कतिसम्म चाहिँ त्यसलाई चाहिँ एक्युरेसीमा गर्ने भन्ने कुरा त्यसमा चाहिँ हामीमा भर पर्यो है तर कस्तो हुन्छ भने प्रोजेक्टमा धेरै भेरिएसन आयो हामीले 1 करोडमा कम्प्लिट हुन्छ भनेको प्रोजेक्ट 1 करोड 10 लाख लाग्ला नो प्रब्लम 1 करोडमा प्रोजेक्ट कम हुन्छ भनेको त्यो भन्दा खर्च बच्यो 90 लाखमै कम्प्लिट भयो त्यो पनि नो प्रब्लम तर धेरै भेरिएसन आयो फर एक्जाम्पल 1 करोडमा बन्छ भनेको प्रोजेक्ट 1.5 करोड लाग्यो अ 2 करोड लाग्ने देखियो भने त्यस्तोले चाहिँ प्रोजेक्टलाई फेलियरतिर लान सक्छ त्यही भएर हामीले हाम्रो मूल मन्त्र चाहिँ एस्टिमेट एन्ड कस्टिङ गर्ने बेलामा चाहिँ कस्तो हुन्छ भने कुनै पनि आइटम अफ वर्क नछुटुन् नदोहोरिउन् है रिपिट पनि हुनु भएन छुट्नु पनि भएन त्यसलाई चाहिँ हामीले एकदम ध्यानमा राखेर विचार गरेर अगाडि बढ्छौं है यो विचार गर्नको लागि पनि हामीले कन्स्ट्रक्सन मेथोडोलोजी र कन्स्ट्रक्सन सिक्वेन्सलाई हेर्यौं भने चाहिँ अलिकति सजिलो होला नछुटुन् नदोहोरिउनको लागि है अब मैले अघि तपाईहरुलाई भने हाम्रो पब्लिक प्रोक्युरमेन्ट एक्ट 2064 अहिलेसम्मको यो रुलले चाहिँ नेपाल गभर्नमेन्टमा के भन्छ भने म्याक्सिमममा एट मोस्ट 25% अफ भेरिएसनलाई चाहिँ त्यसले अलाउ गर्छ 1 करोड भनेको प्रोजेक्ट त्यसको 25% भनेको 25 लाख हुन्छ 1 करोड भनेको 1 करोड 25 लाख सम्म लाग्यो भने त्यसलाई अलाउ गर्छ और 75 लाखमा कम्प्लिट भयो भने त्यसलाई अलाउ गर्छ त्यो भन्दा बढी भयो भने चाहिँ त्यो एस्टिमेटलाई फेलियर भएर फेरि रिइभ्यालुएट गर्नुपर्ने भनेर भन्छ त्यहाँ विभिन्न अर्को टेक्निकल क्राइटेरियनहरु छ
जुन हाम्रो भन्दा बाहिर रिटेन्डर कल गर्नेदेखि लिएर विभिन्न कुरा टेक्निकल क्राइटेरियाहरू छ त्यो चाहिँ तपाईहरुले पब्लिक प्रोक्युरमेन्ट एक्ट पढ्नुभयो भने र त्यसमा बिस्तारै बिस्तारै खेल्नुभयो भने त्यो मजाले बुझिन्छ तर अहिलेलाई चाहिँ यति बुझौं 25% म्याक्सिमम 25% लाई चाहिँ अलाउ गरेको छ इन कन्टेक्स्ट अफ नेपाल है यहाँसम्म ठीक छ ठीक छ ठीक छ सर हामीले विभिन्न मेथड अफ एस्टिमेसनहरु अस्ति हामीले भन्यौ त्यसमा हामीले मोस्ट कमनली युज गर्ने मेथड भनेको एप्रोक्सिमेट एस्टिमेट र डिटेल एस्टिमेट हो है एप्रोक्सिमेट एस्टिमेट भनेको एकदम रफ एस्टिमेट हामी आज यसको क्लासको एउटा पनि गर्छौं एकदम रफ एस्टिमेट हो हामीलाई कहिलेकाहीँ कस्तो हुन्छ भने एकदम तुरुन्तै हामीले रिजल्ट चाहिन्छ है टाइम र एक्युरेसी फेरि इन्भर्सली प्रोपोर्सनल भन्ने नि भयो के एस्टिमेसनको काममा हैन डिटेल एस्टिमेट गर्यो एकदम एक्युरेट भयो तर टाइम लाग्यो टाइम धेरै लाग्यो एकदम हामीलाई छिटो भन्दा छिटो एस्टिमेट गरेर दिनु पर्यो भने एप्रोक्सिमेट एस्टिमेट हामी गर्छौं त्यसमा सर्ट अमाउन्ट अफ टाइममा हामीले टेन्टेटिभ कस्ट एप्रोक्सिमेट कस्ट चाहिँ हामीले निकाल्न सक्छौं तर त्यसको एक्युरेसी चाहिँ ड्रप हुन्छ सर्ट टाइम तर एक्युरेसी ड्रप हुन्छ है त्यही भएर इन्भर्सली प्रोपोर्सनल हामी अब एप्रोक्सिमेट एस्टिमेट चाहिँ कस्तो बेलामा गर्छौं भने हामीसँग एकदम सर्ट अमाउन्ट अफ टाइम छ र हामीले एक्युरेसीलाई अलि इग्नोर गर्न सक्छौं भने चाहिँ त्यस्तो बेलामा चाहिँ हामीले एप्रोक्सिमेट एस्टिमेट गर्न सक्छौं एप्रोक्सिमेट एस्टिमेट गर्नुको मूल मन्त्र भनेको डाइरेक्ट कम्पेरिजन मेथडबाट है सिमिलर नेचर अफ वर्क को लागि हामीले कम्पेयर गर्ने र त्यहाँबाट निकाल्न सक्छौं फर एक्जाम्पल रोड छ भने त्यस्तै किसिमको अर्को रोड हैन हिली रोड छ फेरि तराई रोडसँग कम्पेयर गरेर हुँदैन हिली रोडसँगै कम्पेयर गर्नु पर्यो हैन बिल्डिङ वर्क छ चाहिने बिल्डिङ वर्कलाई ब्रिजसँग कम्पेयर गरेर भएन बिल्डिङ वर्कसँगै कम्पेयर गर्नु पर्यो बिल्डिङ वर्कमा पनि रेजिडेन्शियल बिल्डिङ छ भने कमर्सियल बिल्डिङसँग कम्पेयर गरेर भएन रेजिडेन्शियलसँगै कम्पेयर गर्नु पर्यो ठीक छ है एप्रोक्सिमेट एस्टिमेटमा पनि हाम्रो कार्पेट एरिया मेथड क्युबिक रेट मेथड कम्पेरिजन मेथड हैन कम्पेरिजन भनेको यो रेटको लागि चाहिँ हामीले कम्पेरिजनबाटै निकाल्ने हो हैन सिमिलर रेटबाट हामीले सुनेको होला नि है कति जनाले यहाँ निर्माणमा काम गरिराख्नु भएको हुनुहुन्छ हामी विभिन्न यो लोकल ठेकेदारहरूले चाहिँ स्क्वायर फिटको यतिमा गर्छौं काम भनेर डाइरेक्ट भन्छ नि हैन याद छ एकदम हो सर ए सर स्क्वायर फिटको यतिमा गर्छौं भनेको त्यो भनेको एप्रोक्सिमेट एस्टिमेट भयो है उहाँहरूले त्यसमा लाग्ने सबै मटेरियलहरु हामी आफै बेहोर्छौं एउटा घर बनाएको मटेरियल सहित सबै गर्ने बेलामा चाहिँ स्क्वायर फिटको 3000 लिन्छौं 3500 लिन्छौं भन्ला हैन हैन हामी म्यान पावर मात्र सप्लाई गर्छौं त्यसमा लाग्ने सबै म्यान पावर सप्लाई गर्छौं म्यान पावर लगाए बापत हामीले चाहिँ स्क्वायर फिटको 400 रुपैयाँमा गर्छौं 450 मा गर्छौं पनि भन्ला हो यो भनेको चाहिँ एप्रोक्सिमेट एस्टिमेट भयो है अब यो एप्रोक्सिमेट एस्टिमेटलाई चाहिँ अलि त्यस्तो धेरै ध्यान त दिनु पर्दैन तर हामी यो भ्यालुएसनमा एकदम एक्सटेन्सिभली युज हुने मेथड भएकोले यसलाई चाहिँ अलिकति हेर्नु होला रिकल हुन्छ है कार्पेट एरिया मेथड यसमा चाहिँ हामीले एक्सटेन्सिभली युज गर्छौं कार्पेट एरिया भनेको चाहिँ कस्तो भने हामीले युजेबल एरियालाई कार्पेट एरिया भन्छौं अर फ्लोर एरिया मेथड है जुन भन्ने नि हुन्छ फ्लोर एरिया मेथड हामीले कुनै पनि बिल्डिङको एस्टिमेट एप्रोक्सिमेट एस्टिमेट गर्नु छौं भने हामी चाहिँ यसमा कार्पेट एरिया मेथडबाट गर्न सक्छौं हो यसमा चाहिँ हामी के गर्छौं बेसिकली भन्दाखेरि कार्पेट एरिया डिटरमाइन गर्छौं कार्पेट एरिया भनेको सम अफ फ्लोर एरिया अफ इच फ्लोर 3 तल्ले बिल्डिङ छ 1000 स्क्वायर फिटको 3 तल्ले बिल्डिङ छ भने 1000 + 1000 + 1000 टोटल कार्पेट एरिया 3000 भयो कस्ट अफ बिल्डिङ भनेको टोटल कार्पेट एरिया मल्टिप्लाइड बाइ प्रिभेलिङ रेट पर युनिट एरिया ठीक छ है यसलाई कहिलेकाहीँ ब्रेक पनि गरिएको हुन्छ सर यो के रे स्टेयरकेस त पर्दैन नि हैन टोटल कार्पेट एरिया निकाल्दाखेरि चाहिँ हैन एरियामा स्टेयरकेस पनि पर्छ स्टेयरकेस पनि पर्छ ओके सर फ्लोर एरिया सबै पर्छ ओके है कहिलेकाहीँ यसलाई अझ पनि ब्रेक गरेको हुन्छ है ब्रेक कसरी गरेको हुन्छ भने ग्राउन्ड फ्लोर भन्ने एउटा होला फर्स्ट फ्लोर सेकेन्ड फ्लोर होला थर्ड फ्लोर होला हैन त्यसमा ग्राउन्ड फ्लोरमा त फाउन्डेसन पनि छ अलिकति बढी खर्च लाग्ने भयो त्यसको प्रिभेलिङ रेट पर युनिट एरिया अलिकति बढी होला
हो त्यसपछि माथि फर्स्ट फ्लोरमा अलिक कम होला त्यसै गरी फेरि सेकेन्ड फ्लोर थर्ड फ्लोर माथि जति जति तल माथि जाँदै गयो त्यसमा चाहिँ म्यान पावरले चाहिँ त्यो ग्राउन्डलाई ग्राभिटीको अगेन्स्टमा माथि लानु बेलामा अलिकति गाह्रो होला त्यसको रेट फेरि अलिक बिस्तारै बढ्दै जाला हो यो कुराहरू कन्सिडर गरेर यसको प्रिभेलिङ रेट पर युनिट एरिया फरक फरक हुन सक्छ त्यस्तो बेलामा फरक रेटलाई फरक एरिया जुनको रेट फरक छ त्यसलाई क्याटेगोराइज गरेर त्यसलाई चाहिँ हामीले छुट्टै गर्न सक्छौँ यो पहिला पनि हामीले गरेको छौँ है बीमा हामीले यसो गरेको छौँ त्यसलाई बेसिक रिकल हो तर यो हामीलाई भ्यालुएसनमा एकदम काम लाग्छ यसको एउटा हामी क्लास वर्क गरौँ हुन्छ है हुन्छ सर हुन्छ For given floor plan, calculate the approximate estimate of the building. है तपाईहरुलाई यहाँ बेसिक रेट प्रिभेलिङ रेट चाहिँ यहाँ दिएको छ गिवन छ बेसमेन्ट र ग्राउन्ड फ्लोरको लागि चाहिँ 3500 रुपीस पर स्क्वायर फिट एक स्क्वायर फिटको 3500 रुपीस र अप्पर फ्लोरहरुको लागि त्यो भन्दा माथिको फ्लोरको लागि चाहिँ 2500 रुपीस पर स्क्वायर फिट भनेर यहाँ दिएको छ है गिवन फ्लोर प्लान यहाँ छ अलि सानो भयो जस्तो छ हो हेर्नुस् है यहाँ बेसमेन्ट सरी सेमी बेसमेन्ट फ्लोर हेर्नुस् त सेमी बेसमेन्ट फ्लोरमा एउटा दुईटा कोठा छ यहाँ हेर्दा भर्याङ छ है यसमा एरिया यहाँ दिएको छ 487.17 स्क्वायर फिट सिमिलरली ग्राउन्ड फ्लोर प्लान छ ग्राउन्ड फ्लोर प्लान 902.29 स्क्वायर फिट है ग्राउन्ड फ्लोर प्लानमा चाहिँ सेमी बेसमेन्टमा यो दुईटा मात्र कोठा थियो भने ग्राउन्ड फ्लोरमा चाहिँ यो किचन र बेडरुम पनि थपेको छ र यतापट्टिको माथि जाने स्टेयरकेस पनि थपेको छ सिमिलरली फर्स्ट फ्लोरमा यो ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोर लगभग उस्तै छ यहाँ अलिकति काटेछ असे 902.29 नै हो यो 902.29 स्क्वायर फिट नै हो र त्यसपछि टप फ्लोर प्लान छ टप फ्लोर प्लानमा चाहिँ यता टेरेस दुई ठाउँमा टेरेस निकालेको छ र यति मात्र छ भनेपछि यसको चाहिँ 763.02 स्क्वायर फिट है यसमा यो कार्पेट एरिया डिजाइनरले नै हामीलाई निकालेर दिएको छ सो हामीले त्यति धेरै वर्कआउट गरेर राख्नु परेन म्याक्सिमम ड्राइङहरुमा हामीलाई आर्किटेक्ट अर डिजाइनरले हामीलाई यो कार्पेट एरिया चाहिँ निकालेर दिएको हुन्छ हामी त्यसैको बेसिसमा बसेर वर्कआउट गर्छौं यसको समरी हेर्नुस् त तपाईहरुलाई गिवन इन्फर्मेसन यति छ जम्मा जम्मी 4 तल्लाको रहेछ हो बेसमेन्ट ग्राउन्ड फर्स्ट सेकेन्ड 4 तल्ला रहेछ बेसमेन्ट र ग्राउन्ड फ्लोरको रेट चाहिँ 3500 रुपीस पर स्क्वायर फिट छ अप्पर फ्लोरको रेट 2500 रुपीस पर स्क्वायर फिट छ है बेसमेन्टको एरिया ग्राउन्ड फ्लोर एरिया फर्स्ट फ्लोर एरिया सेकेन्ड फ्लोर एरिया गिवन छ निकाल्न सकिन्छ कार्पेट एरिया मेथडबाट निकाल्न सकिन्छ सकिन्छ सर सकिन्छ यो ओके 2 मिनेट्स निकाल्नुस् निकाल्नुस् त सर यो 81 लाख समथिङ आउने रहेछ सर
के आउनु भयो 81,24,095 आयो यहाँनिर चाहिँ। अरु कसैको अहिले भर्खर कसले आन्सर भन्नुभयो मैले भने अब सर यो जुन छ नि के अरे बेसमेन्टको ग्राउन्ड फ्लोर फर्स्ट फ्लोर र सेकेन्ड फ्लोर टोटल गरेर चाहिँ हैन 81 लाख चान्स नआउने रहेछ सर। एस्टिमेट हो एक्ज्याक्ट आउँछ भन्ने छैन हजुर तर हजुर यो गिभन इन्फर्मेसनबाट लगभग सबैको एउटा के जस यसमा चाहिँ हैन सर एउटा कुरा सोधे है। हेलो हजुर भन्नुस् यो बेसमेन्ट एरियालाई हामीले के अरे 3500 पर स्क्वायर फिटले मल्टिप्लाई गरेर होइन सर अनि यो 2500 जुन छ त्यसले बाँकी रहेको सबै ग्राउन्ड फ्लोर फर्स्ट फ्लोर सेकेन्ड फ्लोरको समेसनलाई 2500 ले मल्टिप्लाई गरेर बेसमेन्टसँग एड गरिदिने हो नि त। कति मिलियन है तपाईको हेर्नुस् त 3500 भनेको चाहिँ बेसमेन्टको लागि र ग्राउन्ड फ्लोर दुवैको लागि हो है। यो 487 र ग्राउन्डको 902.29 ल्यायो। त्यसपछि अप्पर फ्लोर यो फर्स्ट र सेकेन्डको लागि चाहिँ ए मैले यो माथि हेरिनस् सर अलिकति मिलियन है हैन यो मैले माथि हेरिन कि म त्यो बेसमेन्टको लागि मात्रै हो कि जस्तो लाग्यो। ओके आन्सर अरु कसैको आन्सर निकाल्नु भएको छ 90,26,385 90 लाख 95 लाख भन्नुभयो 90 लाख 90 लाख ओके 90 लाख निकाल्ने अरु पनि हुनुहुन्छ साथीहरु हजुर सर 90 लाख त्यही हो 90 लाख चान्चुनकै रूपमा हाराहारीमा यसको एप्रोक्सिमेट एस्टिमेट आउँछ है। हजुर सर यो चाहिँ तपाईहरु सबैले प्र्याक्टिस गर्नु होला है। कसैले उसले अरूले गर्छ साथीले गर्छ भनिहाल्छ भनेर चाहिँ नगर्नुस्। हाम्रो यो एकदम प्रोफेसनल कोर्स हो हामी आफैले प्र्याक्टिस गर्नुपर्छ भनेर नै आउने हाम्रो आफ्नो क्यापेसिटी बिल्डिङको लागि हो। त्यही भएर क्लासमा भएको र असाइनमेन्टहरु आज त तपाईहरुलाई असाइनमेन्ट नहोला भोलि पर्सि एक्सटेन्सिभ असाइनमेन्टहरु पनि हुन सक्छ है। त्यो प्र्याक्टिस तपाईहरुले आफ्नो प्र्याक्टिस आफ्नै लागि गर्ने हो है मेरो लागि अथवा अरु कसैको लागि होइन तपाईहरुको प्र्याक्टिस तपाईहरुकै क्यापेसिटी बिल्डिङको लागि हो। क्लासमा नभ्याएको नबुझेको कुराहरु असाइनमेन्टमा गर्ने हो असाइनमेन्टमा नबुझेको कुराहरु फेरि क्लासमा आएर सोध्ने हो है। त्यो तरिकाले अगाडि बढौं हामी अलि चाँडो अलि छिटो सिक्छौं होला है। अलिकति सर्ट कीहरु सर्टकट मेथडहरु हामी त्यही बीचबीचमा हामीलाई प्र्याक्टिस गर्दै गएपछि बिस्तारै थाहा हुँदै जान्छ है। ओके यसलाई एक्चुअली यसो सल्भ गर्दै हेरौँ है त सर एउटा कुरा है यो जुन छ नि यो युनिट रेटहरु चाहिँ हामीले यो कहाँबाट चाहिँ यो जुन 3500 राख्यो नि यो 2500 यो चाहिँ कसरी मतलब कुनै डिफरेन्स एकदम राम्रो क्वेशन सोध्नु भएको छ यहाँ एकजना साथीले हाम्रो यो 3500 रुपीस पर स्क्वायर फिट और 2500 रुपीस पर स्क्वायर फिट कहाँबाट आयो भन्ने कुराहरु छ। कसैले भन्न सक्नुहुन्छ यसको जवाफ साथीहरु? अहिले मार्केटमा चलेको रेट होला नि त त्यो खासमा मार्केटमै चलेको रेटहरु हो है। यो मार्केटमै चलेको रेटहरु हो। यसलाई कसरी भन्छ भने कसरी आउँछ त भन्दाखेरि तपाईले एउटा बिल्डिङको एस्टिमेट गर्नुभयो दुईटा बिल्डिङको एस्टिमेट गर्नुभयो चारवटा बिल्डिङको एस्टिमेट गर्नुभयो 10 वटा बिल्डिङको एस्टिमेट गर्नुभयो त्यो सबैको एभरेज लिनुस्। सिमिलर नेचरको बिल्डिङ है रेजिडेन्शियल र कमर्शियल हैन 10 वटा रेजिडेन्शियल बिल्डिङको एस्टिमेट गर्नुभयो त्यसको एभरेज लिनुस् र त्यसको सबैको एभरेजको रेट पर स्क्वायर फिट निकाल्नुस् अनि त्यसको सबैको एभरेज लिइसकेपछि लगभग यसैको हाराहारीमा आउने देखिन्छ अहिलेको मार्केट रेट अनुसार। भोलि बढ्न नि सक्ला हैन बाइ चान्स त्यो मटेरियलहरु घट्यो भने घट्न पनि सक्ला। म्याक्सिमम प्रोबेबिलिटी चाहिँ बढ्छ नै ठीक छ है। यसमा चाहिँ अब यो रेट चाहिँ हामी यो कस्टिङको बेला पनि कसरी निकाल्ने भनेर म ठ्याक्कै भन्दिन्छु। अहिलेको लागि चाहिँ कुनै पनि फर एक्जाम्पल एउटा 1000 स्क्वायर फिटको 3 तल्ला बिल्डिङ छ रे 1000 स्क्वायर फिटको 3 तल्ला बिल्डिङ छ 3000 रुपैयाँ भयो हो। यसको चाहिँ टोटल कस्ट कति आयो भन्दाखेरि 1 करोड रुपैयाँ आयो रे हैन 1 करोड रुपैयाँ आयो र टोटल स्क्वायर फिट भनेको 3000 भन्दाखेरि यसको रेट पर स्क्वायर फिट कति भयो त 3333 रुपैयाँ भयो नि हैन। बेसिक कुरा बुझ्नुभयो। यसरी नै 4-5 चोटी गरिसकेपछि तपाईहरुले बेसिक कुराहरु यो चाहिँ यसरी नै गरेर एभरेजमा गर्ने बेलामा यसरी आउँछ है। तपाईले भुइँ तल्लामा मात्र खर्च गर्नुभयो
यो 1 करोडमा पनि अब यसलाई पनि अझ डिभाइड गर्ने हो भने ग्राउन्ड फ्लोर कन्स्ट्रक्सनमा फाउन्डेसन पनि कन्स्ट्रक्ट गर्नु पर्यो सबै कन्स्ट्रक्ट गर्ने बेलामा 35 लाख रुपैयाँ चाहिँ भुइँतल्लामा मात्र खर्च गर्नुभयो 1000 स्क्वायर फिटको लागि भने डिभाइडेड बाइ हाम्रो 1000 स्क्वायर फिट छ रेट पर स्क्वायर फिट हाम्रो 3500 आयो हैन माथिको तल्ला थप्नको लागि एक तल्ला थप्नको लागि चाहिँ 25 लाख खर्च गर्नुभयो त्यसलाई पनि एरियाले डिभाइड गरिदिनु त्यसको रेट पर स्क्वायर फिट 2500 आयो यसरी नै मल्टिपल प्रोजेक्टको एभरेज गरिसकेपछि हाम्रो प्रिभेलिङ रेट अफ इन्ट्रेस्ट चाहिँ सिमिलर नेचर अफ वर्कको मल्टिपल एभरेजबाट जुन आउँछ त्यसैलाई चाहिँ हामीले प्रिभेलिङ रेट अफ इन्ट्रेस्टको रूपमा लिने हो ठीक छ है ओके यसलाई एकचोटि सर हेरौँ कतिजनाले एक्सेलमा गर्नुभएको छ एकचोटि हेर्नुहोस् है हेर्नुहोस् त हामीलाई गिभन के छ बेसमेन्ट ग्राउन्ड फर्स्ट र टप फ्लोर है बेसमेन्टको एरिया कति छ 487.17 ग्राउन्डको 92.29 फर्स्ट फ्लोरको पनि सेम टप फ्लोरको 763.02 ठीक छ रेट कति छ बेसमेन्टको 3500 ग्राउन्डको पनि त्यति नै फर्स्ट फ्लोरको 2500 यसको पनि 2500 अब हामीले इच फ्लोरको कस्ट निकालेर गरे पनि भयो है यो दुईटाको लागि सम गरेर फर्स्ट फ्लोर र टप फ्लोरलाई सम गरेर 2500 ले मल्टिप्लाई गर्ने बेसमेन्ट र ग्राउन्ड फ्लोरलाई सम गरेर 3500 ले मल्टिप्लाई गर्ने जसरी इजी लाग्छ त्यसरी गर्नुस् मैले चाहिँ इच फ्लोरलाई ब्रेक डाउन गर्दै है अब एक्सेलमा हेर्नुस् है एक्सेलमा हामी कति जनाले बेसिक नलेज अफ एक्सेल छ नडाँटी भन्नुस् है सबैजनाले छ ओके आई होप छ है तपाईहरुले आफ्नो आई अर बी लेभलमा विभिन्न प्रोजेक्टहरु गर्ने बेलामा बेसिक एक्सेल चलाउनु भकै होला सो हामीले यसलाई त्यही बेसिक एक्सेलमै हामी काम गर्छौं है हामीले अहिले सम्म केही पनि गरेको छैन यो इनपुट मात्र गरे हो डाटा इनपुट मात्र गरेको हो अब कस्ट निकाल्नु पर्यो कस्टको लागि हामी एक्सेलमै फर्मुला हेर्छौं है फर्मुला राख्नको लागि हामीले यो पर्टिकुलर सेल यो यसलाई चाहिँ सेल भन्छ जान्छौं र यसमा हामी टाइप गर्छौं फर्मुलाको लागि पहिला सुरु इक्वल्स टु हामीलाई एरिया इन्टु रेट गर्नु छ हैन एरिया बेसमेन्टको लागि यो एरिया यसमा क्लिक गर्यो क्लिक गर्ने बित्तिकै यहाँ आयो D3 भनेको यो D भन्ने कोलम र 3 भन्ने रो D3 मल्टिप्लाइड बाइ E3 है के गर्यो त इक्वल्स टु यसमा क्लिक गर्ने एरियाकोमा क्लिक गर्ने मल्टिप्लाई साइन राख्ने फेरि थिच्ने त्यसपछि फेरि रेटमा क्लिक गर्ने अनि इन्टर गर्दिने यसको कस्ट आयो है बेसमेन्टको कस्ट 17,05,000 जान्छुन रहेछ सिमिलरली ग्राउन्ड फ्लोरमा पनि त्यस्तै गर्न सकिन्छ इक्वल्स टु D4 मल्टिप्लाइड बाइ E4 है अब हामीलाई एउटै फर्मुला छ भने चाहिँ यसलाई यसरी यो सेलको यो कर्नरमा यो एउटा यो डट जस्तो देखिरहेछ नि यो डटमा तपाईले आफ्नो यो माउसको कर्सरलाई होभर गर्नुभयो भने यहाँ अर्कै किसिमको एउटा कर्सर जस्तो देखिन्छ कालो रङको प्लस साइन जस्तो देखिन्छ यसलाई क्लिक गर्नुस् सरर तान्दिनुस् सेम फर्मुलाबाट आउँछ है सेम फर्मुलाबाट यहाँ आउँछ ठीक छ है यहाँ हामीलाई अब इच फ्लोर हजुर ठीक छ सर भनेको इच फ्लोरको कस्ट सिमिलरली अब हामीलाई सबैको बिल्डिङको टोटल कस्ट निकाल्नु पर्यो टोटल कस्टको लागि अब हामी यहाँ टोटल लेखौं र हामीलाई यो टोटल कस्ट निकाल्नु पर्यो यसको लागि सबभन्दा सजिलो यहाँ अटो सम भन्ने छ अटो सम गरेपछि हामीले कति कहाँदेखि कहाँसम्म सम गर्ने हो यसरी सेलेक्ट गर्न सक्छौं 90,26,385 रुपैयाँ यो घरको चाहिँ
एप्रोक्सिमेट एस्टिमेटबाट 90,26,385 रुपिस हुने रहेछ। ठिक छ, सबैको यही एन्सर आएको नि है। कतिजनाले अघि सेयर पनि गर्नुभएको थियो। है 90,26,385 रुपिस। सकिन्छ गर्न? हजुर सकिन्छ सर। एकदम सिम्पल छ है। ओके, अगाडि बढौँ है त। थोरै अगाडि बढौँ है। अनि आजको लागि भोलिको लागि थ्योरी पोर्सन चाहिँ केही पनि नराखिकन गर्ने गरिकन है। यो अहिले हामीले गरेको एप्रोक्सिमेट एस्टिमेट भयो। अब हामी डिटेल एस्टिमेटमा जान्छौँ। डिटेल एस्टिमेटमा हामीले कम्प्लिट आइटम अफ वर्कलाई इन्डिभिजुअली छुटाउँछौँ। एउटा प्रोजेक्टमा विभिन्न आइटम अफ वर्क हुन सक्छ। फर एक्जाम्पल बिल्डिङकै प्रोजेक्ट भयो भने माटो खन्ने, माटो पुर्ने, त्यसमा सोलिङ पिसिसी गर्ने हैन, इटाको सोलिङ गर्ने, इटा बिछ्याउने, त्यसको माथि पिसिसी गर्ने, त्यसपछि अर्को डन्डी राखेर ढलान गर्ने, ढलान गर्नको लागि फर्मा लगाउने हैन, वाल लगाउने, प्लास्टर गर्ने, रङ रोगन गर्ने, झाल ढोका राख्ने आदि विभिन्न कामहरू हुन सक्छ। डिटेल एस्टिमेटमा हामी त्यो इच एन्ड एभ्री इन्डिभिजुअल आइटममा हामी त्यसको एस्टिमेट गर्छौं र एस्टिमेट गरिसकेपछि त्यसको कम्प्लिट एस्टिमेटबाट इच एन्ड एभ्री आइटमको फेरि कस्टिङ निकाल्छौं है। त्यो कस्टिङ निकालेर गर्ने एस्टिमेटलाई चाहिँ हामी डिटेल एस्टिमेट भन्छौं है। डिटेल एस्टिमेट इज द बेस्ट एन्ड मोस्ट एक्युरेट मेथड अफ एस्टिमेसन। डिटेल एस्टिमेट चाहिँ एकदम धेरै एक्युरेट, अरु एस्टिमेट भन्दा एक्युरेट हुन्छ है। यसमा अब प्रोजेक्ट रिपोर्टहरु गर्ने बेलामा चाहिँ यसमा चाहिँ विभिन्न रिपोर्टहरु, स्पेसिफिकेसनहरु, डिटेल ड्राइङ, डिजाइन डाटा, क्याल्कुलेसनहरु सबै इन्क्लुड गरेर पनि गरेको हुन्छ। ठीक छ है। भोलिबाट हामी डिटेल एस्टिमेट पनि सुरु गर्छौं। अब अदर टाइप अफ एस्टिमेट भनेको यही डिटेल एस्टिमेटको फर्मेटहरु हुन्छ है। कम्प्लिट एस्टिमेट भन्ने हुन्छ हैन। कुनै पनि प्रोजेक्ट गर्दैछौं त्यसमा सप्लिमेन्टरी एस्टिमेट भन्ने पनि हुन्छ। सप्लिमेन्टरी एस्टिमेट भनेको कुनै प्रोजेक्ट ओरिजिनल कन्ट्र्याक्टमा ओरिजिनल प्रोजेक्टमा भएको भन्दा एडिशनल वर्कहरु आइपर्यो हैन, सानोतिनो एडिशनल वर्क आइपुग्यो, त्यसलाई चाहिँ सपोर्टिङको लागि गर्ने एस्टिमेट भनेको सप्लिमेन्टरी एस्टिमेट। रिभाइज्ड एस्टिमेट भनेको ओरिजिनल प्रोजेक्टमा सुरुमा गरेको प्रोजेक्टको जुन एजम्पसन छ, जुन स्कोप अफ वर्क छ, त्यो भन्दा कामहरु रिभिजन भयो भने त्यो पुरै प्रोजेक्टको एस्टिमेटलाई रिभाइज गर्नु पर्यो भने रिभाइज एस्टिमेट। यहाँ हेर्नुस् है। अब यहाँ अर्को छ एउटा कन्स्ट्रक्सन एस्टिमेट है। कन्स्ट्रक्सन एस्टिमेट र कन्सल्टिङ एस्टिमेट फरक चिज हो। सर यो भिडियो पाउँछु नि हैन सर मैले भोलि? हजुर, यसको भिडियोहरुको लागि चाहिँ तपाईले एनआईमा कन्ट्याक्ट गर्नुस्। एनआईले तपाईहरुलाई सबमिट गरिदिन्छ। मैले सबै भिडियोहरु प्रोभाइड गरिदिन्छु। मैले चाहिँ यहाँ टर्मिनेट गर्नुपर्ने भयो कि क्लास सर है। हुन्छ, पाउनुहुन्छ है सर। ल थ्यांक यू। हाम्रो लगभग हामी क्लासको अन्त्यतिर पनि आइसकेका छौं। सक्नुहुन्छ भने चाहिँ एकछिन बस्नु होला। 5 मिनेट्स जति मात्र लाग्छ होला सायद अब है। यहाँ एउटा कन्स्ट्रक्सन एस्टिमेट भन्ने एउटा देखाएको छ। कन्स्ट्रक्सन एस्टिमेट र हामीले यसमा गर्ने एस्टिमेट चाहिँ अलि फरक हुन्छ। कन्स्ट्रक्सन एस्टिमेट र कन्सल्टेन्ट एस्टिमेटमा अलि फरक हुन्छ। हामीले अहिले यहाँ सिक्दै गरेको भनेको कन्सल्टेन्ट एस्टिमेट है। कुनै पनि चीजको ढलान गर्नु छ भने लम्बाई, चौडाई र हाइटले मल्टिप्लाई गर्दै त्यसको ढलानको क्वान्टिटी निस्किन्छ। त्यो भनेको कन्सल्टिङ एस्टिमेट भयो भने कन्स्ट्रक्सन एस्टिमेटमा त्यसलाई अझ ब्रेकडाउन गर्नु पर्यो है। ब्रेकडाउन कसरी गर्ने त भन्दाखेरि त्यो ढलान गर्नको लागि हामीले सुरुमा पर्पज अफ एस्टिमेटमा एउटा हेरेका छौं। हेर्नुस् त, पर्पज अफ एस्टिमेटमा इभ्यालुएट द रिसोर्स एलोकेसन, इभ्यालुएसन अफ रिसोर्स एलोकेसन है। रिसोर्स एलोकेसन समेत गर्यो भने चाहिँ त्यो कन्स्ट्रक्सन एस्टिमेट हुन्छ। ढलान गर्नु छ, हामीलाई 100 क्युबिक मिटर ढलान गर्नु छ भने त्यसमा सिमेन्ट कति लाग्छ, कति बोरा सिमेन्ट लाग्छ, कति क्युबिक फिट और कति क्युबिक मिटर स्यान्ड लाग्छ, कति क्युबिक फिट और कति क्युबिक मिटर एग्रिगेट लाग्छ। त्यसमा ब्रेकडाउन गर्यो भने त्यो चाहिँ
हाम्रो कन्स्ट्रक्सन एस्टिमेट भयो इन्क्लुडिङ वेस्टेज है। हामीले थोरै वेस्टेज जाला 5% 10% वेस्टेजमा जाला हैन, त्यो समेत हामीले गरेर एस्टिमेट गर्यो भने चाहिँ त्यो चाहिँ कन्स्ट्रक्सन एस्टिमेट भयो है। अब कम्प्लिट एस्टिमेट भनेको चाहिँ हेर्नुस् त, यहाँ कम्प्लिट एस्टिमेटको लागि एउटा चार्ट दिएको छ। कस्ट अफ ल्यान्ड पनि हुनु पर्यो, त्यसमा डिजाइन कस्टहरु हुनु पर्यो हैन, त्यसमा एउटा एडमिन कस्टहरु पनि हुनु पर्यो, अनि कन्स्ट्रक्सनको मेन कस्ट हुनु पर्यो। कन्स्ट्रक्सन मात्रको मेन कस्ट मात्र नभइकन त्यसमा फेरि इन्जिनियरिङ सुपरभिजनको छुट्टै कस्ट हुनु पर्यो। अनि हेर्नुस् त यहाँ कन्टिन्जेन्सी 5% भनेर लेखा छ है। कुनै पनि प्रोजेक्टको एस्टिमेट गर्दाखेरि 1 करोड रुपैयाँ लाग्छ भने चाहिँ 5 लाख रुपैयाँ अर्को चाहिँ एडिसनल जगेरा कन्टिन्जेन्सीको लागि, अनसिन कस्टहरुको लागि 5 लाख रुपैयाँ छुट्टै छुट्टाएर राखेको, त्यो कस्ट पनि इन्क्लुड गर्नु पर्यो हैन। मिसलेनियस सबै कस्टहरु इन्क्लुड गरेर गरेको चाहिँ त्यो कम्प्लिट एस्टिमेट भयो भनेछ। एकचोटी यो चार्ट हेर्नुस् बुझिहाल्नुहुन्छ। मेन्टेनेन्स एस्टिमेट भनेको पनि सिमिलर नै हो, यो सबै डिटेल एस्टिमेटकै टाइपमा पर्न जान्छ। मेन्टेनेन्स एस्टिमेट भनेको भने कुनै पनि प्रोजेक्ट इन अपरेसनमा आइसकेपछि त्यसलाई पिरियडिक मेन्टेनेन्स गर्नु पर्यो, और कहिलेकाहीँ सडन ब्रेकडाउन हुन्छ, सडन मेन्टेनेन्स गर्नु पर्यो भने त्यो मेन्टेनेन्सको लागि मात्र लाग्ने एस्टिमेटलाई मेन्टेनेन्स एस्टिमेट भयो। यो सबै भनेको डिटेल एस्टिमेटकै ब्रेकडाउन भयो, स्कोपमा मात्र फरक भयो के। ठीक छ है। मैले तपाईहरुलाई हिजो पनि एउटा साइड फर्मेट देखाएँ होला, एस्टिमेट फर्मेट है। अब आफ्नो इम्प्लोयर अनुसार आफ्नो कन्सल्टेन्ट अथवा कुनैको इम्प्लोयर अनुसार चाहिँ त्यो एस्टिमेटको फर्मेटहरु फरक होला, तर बेसिक फर्मेट भनेको यही नै हो है। डिटेल एस्टिमेट, त्यहाँ प्रोजेक्टको नेम, लोकेसन र अन्य इन्फर्मेसन केही चाहिन्छ छ भने त्यो पनि लेखेको हुन्छ यहाँ हाम्रो, अथवा तपाईको आफ्नो अफिसको टाइटलहरु छ भने यहाँ माथि लेखेको हुन्छ। त्यसपछि यहाँ सुरुमा त अब यहाँ सिरियल नम्बर हुने भयो। डिस्क्रिप्सन हो, डिस्क्रिप्सनमा चाहिँ हामीले यसरी लेख्नु पर्यो, कुनै पनि चीजको डिस्क्राइब यसरी गर्नु पर्यो, हामीलाई चाहिँ एउटा क्लियरली मेन्टल पिक्चर बनाउन सकोस् कि हामीले कुन चीजको र कुन ठाउँको एस्टिमेट गर्दै छौं भन्ने कुराहरु चाहिँ त्यो एस्टिमेट गर्नेले मात्र नभइकन एस्टिमेट पढ्नेले पनि त्यसको चाहिँ क्लियरली मेन्टल पिक्चर बनाउन सकोस्, त्यसरी चाहिँ हामीले यहाँ डिस्क्रिप्सन लेख्नु पर्यो है। अनि युनिट, कुन युनिटमा हामीले एस्टिमेट गर्दै छौं भन्ने कुराहरु हामीले यहाँ चाहिँ युनिट पनि जनाउनु पर्यो। मिटर बाइ के हुन्छ, जस्तै अर्थवर्क गर्दै छौं भने लेन्थ इन्टु ब्रेथ इन्टु हाइट गर्दाखेरि 3टा भयो, त्यो क्युबिक मिटर होला है। नम्बर, यो नम्बर भनेको नम्बर आइडेन्टिकल स्ट्रक्चर। फर एक्जाम्पल हामीलाई 5 बाइ 5 बाइ 5 को खाल्डो 6 वटा खन्नु छ भने त्यो आइडेन्टिकल नम्बर चाहिँ 6 भयो है, 6। अनि यहाँ लेन्थ विथ हाइट हामीले त्यसमा राख्छौं है। यो स्ट्रक्चरको लेन्थ विथ हाइट राख्ने कुरा भइहाल्यो। यो अर्को एरिया भन्ने कोलम चाहिँ मैले यहाँ थपेको छु, कसैको नहुन पनि सक्छ हैन। कसैकोमा यहाँ टोटल लेन्थ भन्ने पनि आएको हुन सक्छ, टोटल लेन्थ भनेको नम्बर इन्टु लेन्थ गरेर यहाँ टोटल लेन्थ राखेको पनि हुन सक्छ। फर्मेट आफ्नो इम्प्लोयर अनुसार फरक हुन सक्छ, तर हाम्रो झन्डै युनिभर्सल अर बेसिक फर्मेट भनेको यही नै हो। यो एरिया भनेको चाहिँ अरूकोमा नहुन सक्छ, मैले एरिया भनेको चाहिँ यसमा इन्क्लुड गरेँ। मैले अघि पनि भनेको छु, हामीले यो अटोक्याडबाट हामीले डाइरेक्ट कतिवटा इन्फर्मेसनहरु एक्सट्र्याक्ट गर्नुपर्ने हुन्छ छिटो छरितो काम गर्नको लागि। त्यस्तो बेलामा चाहिँ यो एरिया भन्ने कोलम काम लाग्छ। कसरी गर्ने त्यो हामीले त्यति बेला गर्दै सिकौँला है। क्वान्टिटी भनेको चाहिँ लेन्थ इन्टु विथ इन्टु हाइट, त्यो मल्टिप्लाई गर्यो, त्यसलाई नम्बरले पनि मल्टिप्लाई गर्दै क्वान्टिटी निस्क्यो। यो फर्मेट चाहिँ यो फर्मेट पनि तपाईहरुलाई म प्रोवाइड गरौँला है। कहिलेकाहीँ लेन्थ इन्टु विथ इन्टु हाइट मध्ये तीनटै कलम पनि युज नहुन सक्छ। जस्तै कि भोलोमेट्रिक एलिमेन्टहरु छ भने त्यसलाई चाहिँ लेन्थ विथ हाइट तीनटै कलम प्रयोग होला। एरिया एलिमेन्टहरु छ भने लेन्थ इन्टु विथ अर लेन्थ इन्टु हाइट मात्र प्रयोग होला। फर एक्जाम्पल प्लास्टर वर्कहरु, पेन्टिङ वर्कहरु हैन। अर लेन्थ एलिमेन्टहरु छ भने चाहिँ त्यसलाई चाहिँ लेन्थको मात्र यो कोलम मात्र प्रयोग होला, अरु खाली नै बस्न पनि सक्छ है। त्यो हामीले गर्दै गएपछि हामीले पछि सिक्छौं। ठीक छ। ओके, आजलाई यति नै गरौँ होला। आजको क्लासमा केही छ क्वेशन्स? छैन सर।
ओके देन म यो फाइलहरू चाहिँ एनआई को मार्फतबाट तपाईहरुलाई पठाइदिउँला। हामी अब क्लासको लगभग अन्त्यतिर आइसकेका छौँ। तपाईहरुले आफ्नो अकाउन्ट बनाउनको लागि एनआई सँग केही सम्पर्क गर्नुपर्छ भने एकचोटि त्यसमा चाहिँ कोअर्डिनेट गरौँ होला है। एनआई ले त्यसमा एकचोटि कोअर्डिनेट गरिदिनु न, म रिक्वेस्ट गरे है। एनआई को तर्फबाट केही कोअर्डिनेट गर्नुपर्ने बाँकी सबै गरौँ है।